हेलो साथीहरू, सो आज चाहिँ डे 2 सबैलाई स्वागत छ। हामी चाहिँ हिजो भाइलाई भेट्यौँ अनि भाइकोमा बेलुका गफसफ गरेर सुत्यौँ है। कपाल पनि भर्खर उठेको म चाहिँ अघि 5 मिनट भयो। अनि त्यसपछि भाइले चाहिँ हाम्रो घरै लिएर बसेको रहेछ, टक्क दामी घर आनन्दको कोठा ड्याममा ठुल्ठुलो आनन्द मजा आयो। अनि अहिले चाहिँ हामी भाइ काम परेर बाहिर निस्केको छ, एकैछिन ल दाइ भनेर। अनि हामी चाहिँ चिया खानु पऱ्यो भनेर, किनकि यहाँ चाहिँ फेरि हाम्रो चाहिँ इलेक्ट्रिक त्यो कोइलवाला हो, मतलब त्यो पकाउने चुलो। तर यहाँ चाहिँ आगो थियो कि, सो आगोमा चिया पकाएर खानु पऱ्यो भनेर भन्यो विश्वले। दुध हेरेको, दुध ठ्याक्स अलि नपुग्ने रहेछ। अनि हामीले दुध किनेर ल्यायौँ होइन। अनि विश्वले आज मलाई चिया पकाएर खानु दिन्छ भनेको छैन। विश्व ओ विश्व हेर्दैन त, मोबाइलमा बिजी छ। विश्वले चिया पकाएर खानु दिन्छ भन्दैछ। हामी नेपालको याद जति सबै मेटाएर जान्छ। अनि भाइ आएपछि चाहिँ कहाँ कहाँ लान्छु दाइ तपाईँलाई म पकाउनु भनेर त हेरौँ न कहाँ कहाँ लान्छ, म सब खिच्दै जान्छु होइन। अनि मेरो अर्को एकजना साथी पनि आउँछु भनेको थियो। अनि यहाँ चाहिँ जे होस् सब रियुनियन गरेर यस्तो भइरहेको। भोलि पनि अर्को एकजना आउँछु भनेको छ उता सान एन्टोनियोबाट। म यहाँ आएको थाहा पाएर जे होस् खुसी लाग्छ केटाहरूले यस्तो गर्दाखेरि। सो अहिले चिया पकाउँछ, चिया खाने, एकछिन रेस्ट गर्ने, किनकि हामी चाहिँ त्यत्रो धेरै टाढोबाट आएको थियौँ गाडीमा। सब रमाइलो भइरहेको छ अहिलेसम्म, भर्खर सुरु हुँदैछ। भोलि पर्सि आज पुरै बाँकी नै छ। सो हामी चाहिँ त्यो रमाइलो गर्दै बस्छौँ होइन त। केही छ अरू भन्नु विषयलाई? केही छैन भन्छ तर। सो गाइज हामी चाहिँ अब चिया खायौँ, टक्क नुहाइधुवाइ गरेर अब निस्किन थालेको। डायलासको गल्ली गल्ली घुम्ने भनेको छौँ। अनि हामीलाई चाहिँ साक्षात् भेट्न आएको छ। ल कस्तो फिल भइरहेछ त? धेरै राम्रो फिल भइरहेछ। अब राजनलाई अब 23, 24, 25 अलमोस्ट 4 इयर्स पछि भेटेँ हो। 3-4 वर्षपछि भेट्यो है। पहिला जो हामी सिक्रेट बारमा सँगै फर्स्ट डे एकदमै जिग्री हो राजन चाहिँ मेरो डे 1 देखि, फेब्रुअरी 14 देखि है। फेरि अलगै रिस्ता छ हाम्रो होइन। अनि सौगत भाइ गाडी चलाइरहेछ, हाम्रो विश्व भइहाल्यो। यो मेरो लगभग एभ्री भ्लगमा छ, 2-3वटा बाइक, 4वटा भ्लग छ, 2-3वटा बाइक। अनि सौगत कस्तो भइरहेको त? रमाइलो अनि दाइलाई कहाँ कहाँ घुमाउनु त आज? दाइले अब हब लिएर जानु ला हो। त्यहाँपछि दाइले चिया खान लिएर जानु पर्ने, चिया स्पोट जस्तै ठाउँमा। त्यति त्यहाँपछिको प्लान अब बिस्तारै हुँदै जान्छ। विवसलाई पनि बोलाउँछु म। अनि ल अहिले पछि भेटौँ न। अब त्यो रेस्टुरेन्ट कस्तो छ टक्क रिभ्यू पनि दिन्छौँ हामी, ल है त। सौगत भाइ चाहिँ दियोस्, हामी त्यति बेलामा ड्युक चलाएर मस्त हिँड्ने मान्छे, अहिले टोयोटा RAV4 चलाएर। कस्तो रहेछ भाइ गाडी रमाइलो? बाइक रमाइलो? बाइक धेरै मिस हुन्छ है। अनि त्यो आफूले गाडी चलाइरहेन, साइडमा बाइकवाला आइदिन्छ। अनि त्यसपछि त आहा ल गाइज अहिले चाहिँ हामी यहाँ गयौँ, राम्रो रहेछ। एउटा फुल खेल्नलाई आएको यहाँ चाहिँ। कस्तो लागिरहेछ त विश्वलाई? नेपाली भाइब्स लाग्यो। तर यहाँ त यसरी जानु पर्यो नि त, यसरी गयो 646 है। ल अब कसको पाल? ल साक्षात् ल्याउँदैछ है। अब कति पुग्छ भनेदेखि 782 विश्वको पाल। ल
भएन त भने तर 600 पुग्यो ल 600 पुग्यो ल मेरो पाला है त मेरो पाला ए के हाल्ने 10 रुपैयाँ 1 रुपैयाँमा हाल्नु ल गाइज अहिले चाहिँ अब हामी त्यहाँबाट त्यो रेस्टुरेन्टबाट चिया खानु गयौँ एउटा ठाउँमा त्यही नजिकै अनि त्यसपछि चाहिँ अहिले हामी एउटा ठाउँमा खाना खान आएको छौँ हामी अहिले चाहिँ विश्व विवश सौगात अनि म अनि यहाँको चाहिँ के फेमस छ भाइ यहाँको खाना फेमस छ अरे अनि टक्क खान्छौँ ठाउँ पनि रमाइलो छ म देखाइन्छ है त यो चाहिँ बार एन्ड रेस्टुरेन्ट रे टक्क ल वेलकम छ है भाइले वेलकम भन्दैछ कि है कला होइन ल गाइज हामी चाहिँ खाना कुर्दा अब कस्तो कतिको एक्साइटेड छ सौगात भाइ खाना कतिको एक्साइटेड छ त खाना एकदम मिठो छ यहाँ अब रिभ्यू दिन्छौँ एकछिनपछि खाएपछि सो हाई गाइज आज चाहिँ डे 3 हामी यहाँ भर्खर चिया खाँदै बसिरहेको छौँ हिजो चाहिँ बेलुका त्यहाँ डिनर गरेर आएपछि सबजना जस्तो थाकिसकेको थियो हामी घर आयौँ अनि घर आएपछि सुतिहाल्यौँ अनि भर्खर उठेर चिया खाँदैछौँ अनि आज चाहिँ प्लान त्यस्तो खासै त केही छैन डालसमा होइन सबै छ तर केही छैन भने जस्तै हो होइन सो आज चाहिँ टप गल्फ जाने कि जाने भन्दैछ सो अहिले चाहिँ भाइ बेलुकाको लागि मासु लिन जाँदैछ आज चाहिँ हामी घरमा बेलुका बार्बेक्यू गर्ने बसिरहेछौँ अनि हामी दिउँसो टप गल्फतिर जान्छौँ अनि विवशकोतिर गएर अनि एकछिन बसेर अनि साँझ चाहिँ यता फर्किन्छौँ सो हिजो त्यही साथीको रेस्टुरेन्टमा गइयो अनि जस ह्याङआउटहरू भयो मैले चाहिँ साथीहरू भेटेर धेरै रमाइलो लाग्यो नेपालदेखिको साथीहरू नभेटेको 2-3 वर्ष भएको थियो 2 वर्ष त्यो भएको थियो अनि सेन्ट लुइसको साथी पनि नभेटेको 1 वर्ष भइसकेको थियो ऊ यता म गएपछि सो आज चाहिँ हामी यहाँबाट अब टप गल्फतिर जान्छौँ अनि त्यसपछि यसो खाजाहरू खानलाई जान्छौँ हिजो लाफिङ खाएको मिठै थियो मलाई चाहिँ मिठ लाग्यो पिर भएर कोही कोहीलाई चाहिँ मन परेन अरे तर ठिक छ अनि अब यहाँबाट चाहिँ एकछिनमा रेडी भएर फ्रेस भएर अनि चिया खाइहाल्यो अब जाने अनि बाटोमा पनि भेट्दै गरौँ है त छो हामी चाहिँ अब सबजना रेडी भइसक्यो विश्व त आज झन् सबसे बढी एक्साइटेड छ अरे आजको दिनको लागि होइन गाडीमा सेटअप गर्दैछ के केटाहरूले अब हामी एउटा ठाउँ गएर सामानहरू किनेर अनि त्यसपछि विवशलाई भेटेर अनि टप गल्फ जान्छौँ मलाई मोटा जस्तो लागिसक्यो यहाँ 2-3 दिन काम नगरिकन मस्त खाएर मात्र बसिरहेको छु कस्तो मोटा जस्तो फिल भइसक्यो सो आज चाहिँ बाहिरको मौसम अलिक गरम छ म्याप लाएर फोन दिनु सो त्यही हो गाइज है त ल अहिले पछि भेटौँ ल गीत बजाउनु र भाइले चाहिँ जे हामीलाई टाकुस खाँदैन ल्याएको छ यो कहाँ लिएर आयो थाहा छैन 40 घन्टा ड्राइभ गरेर लिएर आयो ल्याउनु चाहिँ कस्तो छ त राम्रो छ मिठो छ अरे विश्व के छ त ट्राई गरौँ हामी पनि वेट गर्दैछौँ हाम्रो लागि स्पेसल सो गाइज रङ टाइमिङ भयो होइन हामी त्यत्रो टप गल्फमा पनि गयौँ अर्को एउटा ठाउँमा पनि गयौँ सुटिङ रेन्ज पनि जाने केही पाएन कि धन्न मैले चाहिँ सुटिङ रेन्ज विश्वले भनेको भएर हो त्यो पनि पाएन टप गल्फ पनि हलिडेले गर्दा बुकिङ पनि त्यस्तै रहेछ केही गर्नु पाएन हामी गाडीमा घुमे मात्र भयो आज भ्लग गर्नु जस्तो नि आएन कि त्यति बेलामा तर अब
केही छैन, हामी फेरि एकचोटि क्याफे मन्डा आउँछौँ चिया खान भनेर बिगो आउँदैछ हाम्रो भेटलाई। अनि अब त्यही हो, आजको दिन जस यताउति घुम्दैमा गफसफ गर्दैमा गयो, खासै त्यस्तो केही गरेन। तर भाइले मलाई कहाँ लान्छु भनेको छ अब यहाँबाट लाफिङ खान चाहिँ लान्छु भनेको छ। बेस्ट ठाउँ छ अरे, हिजो पनि थियो तर अब चाहिँ बेस्ट लाफिङ खाने ठाउँ लान्छु भनेको छ। अनि त्यही हो गाइज, आजको दिन यसरी नै बिताउँदैछ मान्छे। ल गाइज फेरि अर्को ठाउँमा लाफिङ खान आएको छौँ दिवस्रोमा। भाइ केटाहरू चाहिँ नखाने भनेर कहाँ कहाँ गयो है, धोकेबाज होइन तिनीहरू, धोकेबाज। अब हामी चाहिँ खाँदैछौँ लाफिङ ठक्क। हिजो चाहिँ मतलब मिठो छ भने योभन्दा मिठो छ भने